मिठो भेटघाट कार्यक्रमको सञ्चालक तथा रोल्पा सम्पर्क भनौँ भने रोल्पाली सेवा समाजको महासचिवज्यू अध्यक्षज्यू, यहाँ सहभागी पदाधिकारी साथीहरू, मित्रहरू, कमरेडहरू र उपस्थित सबै कमरेडहरूमा न्यानो भेटघाटको अवसरमा म सबैलाई अभिवादन गर्न चाहन्छु। आउँदै तुलसीपुरमा चाहिँ हाम्रो कमरेडरले यो कुरा सुनाउनु भयो। घरैमा चाहिँ रोल्पाली सेवा समितिले एउटा सानो अन्तर्क्रिया भेटघाट गर्न चाहेको छ भनेपछि खुसी नै लाग्यो। चाप त हामी सबैलाई चाप्नु पऱ्यो र अलिकति माफी पनि माग्नुपर्छ। हामी दौडादौड सबै हिँडेकै छौँ, तर चाहिँ यहाँ चाहिँ धेरै पर्खाइएको जस्तो लाग्छ। अलि छिटै आइपुग्नु पनि भएको कुरा थियो, तर हामीले सबै तुलसीपुरमा एउटा कार्यक्रममा भाग र पनि हामी जसरी यहाँ उपस्थित भएर साँझको समयमा न्यानो छलफल गरिरहेको भयो, एकदमै खुसी लागेको छ। कार्यक्रम आयोजना गरेकोमा म सेवा समितिलाई चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। विषय त अब धेरै विभिन्न छन्, अब जिज्ञासा पनि अवश्य धेरै होलान् होइन, तैपनि म छोटोमा 2-4वटा विषयहरू यहाँहरूको विषयमा राख्न चाहन्छु। एउटा कुरा रोल्पाकै कुरा भइहाल्यो। अहिले एउटा जागरण देशभरि पैदा भएको छ। त्यसमा अघि यहाँले भन्नुभयो जस्तै एउटा ऐतिहासिक आवश्यकताको दृष्टिले रोल्पा नै एउटा क्रान्तिको केन्द्र बन्यो। रोल्पाली जनताको एउटा इमान्दारिता भने पनि, अब त्यसपछि गएर त्यसमा सक्रियता भने पनि, पहल कदमी भने पनि, जेसुकै भने पनि रोल्पा रुकुम हाम्रो राप्ती दाङ पनि हो। यी क्षेत्र नै परिवर्तनकारी आन्दोलनको केन्द्र बन्न पाए र त्यसको एउटा सदस्य हामी सबै बन्न पाएकोमा हामी एकदमै खुसी पनि थियौँ। हामी आफूलाई गौरव पनि गर्थ्यौँ र गर्छौँ पनि। त्यसलाई हामीले ऐतिहासिक आवश्यकता भनेर हामी भन्छौँ। नेपालको कुनै पनि ठाउँमा हुन सक्दथ्यो। त्यो एउटा समयमा झापा पनि भयो, एउटा समयमा विराटनगर पनि भयो नेपाली काङ्ग्रेसको समयमा, त्यसपछि एउटा समयमा भोजपुर पनि भयो, त्यो ओखलढुङ्गा पनि भयो, रुकुम पनि भयो। त्यस्तै हुँदै रोल्पा एउटा रेभोल्युसनको एउटा क्रान्तिको परिवर्तनकारी आन्दोलनको केन्द्र बन्न आइपुग्यो र त्यसलाई रोल्पाली जनताले जसरी आफ्नो मनमुटुमा राखेर साथ दिए र सफलतातिर लगाउनलाई ठुलो बलिदान, अब एउटा अकल्पनीय भन्नुहोस् र अतुलनीय जो बलिदान राप्तीका जनताले विशेष गरी रोल्पाले जो गरे, त्यसले नेपाललाई ठुलो ऋण लगाएको छ र त्यसको एउटा सदस्य तपाईँ हामी हुन पाएका छौँ। त्यो एकदम खुसीको कुरा हो। आज एउटा पहाडी जिल्ला विश्वका सबै देशहरूमा चर्चाको विषयमा छ। हामी जहाँ गए पनि, काम गर्न के अरे मध्यपूर्व गए पनि, रोजगारीको कुरामा युरोप गए पनि, कुनै भाइचाराहरूसँग भेटघाट गर्न हामी बेजिङ गए पनि, दिल्ली गए पनि, वासिङटन गए पनि, जहाँ पनि रोल्पा भन्ने एउटा ठाउँ चाहिँ अहिले चर्चित छ भन्नु न। कुनै बेला पेरिस कम्युन भन्ने हामीले हिस्ट्रीमा पढ्न पाइन्थ्यो, फ्रान्सको क्रान्ति, कुनै बेला अमेरिकाको पढ्न पाइन्थ्यो, कुनै बेला विविध छन्। त्यसमध्येमा हामी एनान भन्ने सुन्न पाउँथ्यौँ। अहिले विश्वमा अझै पनि यो रोल्पाको चर्चा चाहिँ सिद्धिएको छैन। रोल्पा सबै बुद्धिजीवी, मजदुर, किसान होइन, एउटा क्रान्तिकारीदेखि लिएर राजनीतिज्ञ सबैले कुनै न कुनै ढङ्गले सम्झिने ठाउँ बनेको छ। त्यसकै प्रतिफल रोल्पालीहरू जहाँ गए पनि आफ्नो सक्रियता भूमिकालाई एक ढङ्गले चाहिँ अग्रस्थानमा ल्याउने गरेका छन् र यहाँहरूले पनि दाङमा बसेर विश्वभरिका रोल्पालीहरूलाई अथवा यहाँ बसेर यो पहाडी जिल्लाका सबै साथीहरूलाई जो जोडिराख्नु भएको छ, एकदमै खुसी लाग्यो। तपाईँहरूलाई धन्यवाद पनि छ र अलिकति रिपोर्ट अध्यक्षजीले सुनाउनु पनि भयो। सायद तपाईँहरूसँग लामो फेरेस्त नै होला, किनकि यो 2.5 करोडको चाहिँ सेवा भनेको कुरा, मध्यपूर्वमा अलपत्र परेका दर्जनौँ नागरिकहरूको सेवा गरेको कुरा, आपतमा परेका नागरिकहरूको उपचारमा मद्दत गरेको कुरा, यी सबै कुरा जो छ एउटा लामै फेरिस्त तपाईँले जो पेस गर्न सक्नुहुन्छ, एकदमै खुसीको कुरा हो र म तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु। यो एउटा जागरण पनि हो, तत्परता पनि हो होइन, एउटा आफ्नो जिम्मेवारी पनि भयो भन्नु न। समिति बनाइसकेपछि जो गर्नुभएको छ राम्रो कुराहरू हो। अब त्यसपछि आउँछ, अब हामी यहाँसम्म पुग्यौँ। हाम्रो यो पहाड, दाङको फाट, हाम्रो सबै साथीहरूले भरिएका छन् भन्नुहोस् न। रगत पनि बग्यो, आँसु पनि बग्यो, आन्दोलन पनि भयो, हामीले उपलब्धि पनि पायौँ, परिवर्तन पनि पायौँ र जनताका थुप्रै सल्लाह सुझावसहित हामी यहाँसम्म आइपुगेका छौँ। तर पनि एउटा फेरि अर्को एउटा गौरवको कुरा सँगै यसको अँध्यारो पाटो पनि छ, अलिकति अपूर्ण पाटो पनि छ, अधुरो पाटो पनि छ र हामीले जस्तो समाजको परिकल्पना गरेका थियौँ, जस्तो देशको परिकल्पना गरेका थियौँ, हाम्रो देशका युवाहरूको जस्तो खालको एउटा भविष्यको हामीले परिकल्पना गरेका थियौँ,
हाम्रो जनताको जस्तो जीवनको चाहना राखेका थियौँ त्यो चाहिँ अधुरै छ। त्यसले गर्दाखेरि सिँगै नेपाल फेरि अहिले कस्तो पनि छ त भनेर अलिकति दुखित, चिन्तित, असन्तुष्ट, आक्रोशित जस्तो ठाउँमा पनि छ। त्यसको केन्द्र पनि कुनै न कुनै ढङ्गले राप्ती बनिराखेकै छ होइन। रोल्पा कुनै बेला हाम्रो गरिमा, ओज, प्रतिष्ठाको विषय पनि थियो र विभिन्न ढङ्गले घेराबन्दी गर्दै जाँदा, षड्यन्त्रहरूमा फसाउँदै जाँदा रोल्पाको उचाइ कता कता एउटा चाहिँ धमिल बनेको जस्तो होइन। थुप्रै प्रश्नहरूको बिचमा फेरि हामी उभिएको जस्तो, हामी नेताहरू पनि प्रश्नको बिचमा चाहिँ खडा भएको जस्तो अनुभूति चाहिँ हामीलाई हुन्छ। हामीले हेर्नुहोस् एउटा साँच्चै नै समानतापूर्ण, स्वतन्त्र, स्वाधीन देश पनि समाज पनि बनाउन चाहेको हो। यो पार्टी त्यो पार्टीको कुरै होइन। इतिहासले एउटा संस्थालाई जिम्मा दिन्छ, जसरी अहिले सेवा समिति तपाईँले यहाँ भन्नु पनि भयो, यो कुनै पार्टीको कुरा होइन, यो चाहिँ एउटा समाज कल्याणको लागि, नागरिक सेवाको लागि हो भनेर यहाँ भन्नुभयो। ठिक त्यस्तै प्रकारले राजनीतिक ढङ्गले त माओवादीले एउटा संस्थागत ढङ्गले त्यसको नेतृत्व गर्यो। त्यो केवल माओवादीको आवश्यकता र उसको कुरा मात्रै थिएन। नेपाली समाजको रूपान्तरण एकदम जरुरी थियो। नेपालको राज्य जसरी मक्किएको थियो र त्यसले नेपाली जनताको चाहनालाई नेतृत्व गर्न सक्दैन थियो, त्यो राज्यलाई हामीले बदल्नु पर्थ्यो। त्यो बदल्ने नेपाली जनताको चाहनाको नेतृत्व इतिहासत माओवादीले गर्यो र पनि हामी अहिले के देख्छौँ भने त्यो आन्दोलन फेरि प्रश्नको बिचमा उभिएको जस्तो हामीलाई लाग्छ। त्यसो ठुलो बहसहरू छ गर्दा हाम्रो गणतन्त्र राजनीतिक ढङ्गले त एउटा परिवर्तन आयो, तर हाम्रो सामाजिक जीवन परिवर्तन भएन, चाहेको जसरी भएन। फेरि अब डाटा त हामीले पोजिटिभली थुप्रै पेश गर्न सक्छौँ, तर हामीले चाहेको जस्तो समाज परिवर्तन भएन, नागरिकहरूको जीवन परिवर्तन भयो, हाम्रो देशको होइन देशको चाहिँ जो अवस्था हो त्यो चाहिँ हाम्रो चाहिँ परिवर्तन भएन। त्यसले अहिले कता कता थुप्रै प्रश्नहरू हाम्रो छ। जनयुद्धकै बारेमा पनि प्रश्नहरू अहिले छन्। यतिको लागि हो त नेताहरू हाम्रो फेरि जस्तो प्रश्नको बिचमा हामी उभियौँ कि यिनी नेताहरूले त्यही सोचेर गरे हुन् त भन्नेसम्मको कुराहरू पनि अहिले हाम्रो बिचमा छ। तर पनि फेरि हामीले भनेका थियौँ यो इतिहासको फेरि मार्ग कस्तो हुन्छ भन्दा सिधा हुँदैन, आन्दोलनको मार्ग सिधा हुँदैन, त्यसले कहिलेकाहीँ बाङ्गो टिङ्गो मोडहरू लिँदै अगाडि बढ्छ। त्यसलाई के भनिन्छ भन्दा सायद पढिरहेको सबै तपाईँहरू हुनुहुन्छ, त्यसलाई स्पाइरल सिस्टम हुन्छ। इतिहासको विकास चाहिँ स्टेटमा सिधा तपाईँको एउटा प्यारलाल रेखामा हुँदैन, समानान्तर रेखामा नभएर त्यो स्पाइरल यसरी चाहिँ घुमे जसरी होइन, के अरे यो स्प्रिङ घुमे जसरी जान्छ भन्ने छ भन्नुहोस् न होइन। एक राउन्ड घुम्दाखेरि कस्तो लाग्छ मान्छेलाई भन्दा त्यही घुमिरहेको जस्तो हुन्छ, तर एउटा क्रम सिद्धिएपछि फेरि एक स्टेप माथि उठ्छ र अगाडि जान्छ। इतिहास सब संसारकै त्यस्तै हो भन्छ। जस्तो चिनियाहरूले अहिले के भन्छन् भन्दाखेरि रिभाइभ द हिस्ट्री भन्ने एउटा नारा दिन्छन् भन्नुहोस् न। इतिहासलाई पल्टाउँ, इतिहासलाई फेरि होइन फर्काउँ भन्ने छ कि चिनियाहरू 500 वर्ष अगाडिसम्म चाहिँ विश्वमा एक व्यापारीहरूमा एक नम्बर नै थियो, प्रविधिमा पनि राम्रै थियो। बिचको एउटा सम्राटको समयमा आउँदाखेरि त्यो चाहिँ ध्वस्त भएर चिनियाहरू एकदम गरिब कङ्गाल टाट मुलुकमा बदलिए र अहिले उनीहरूले यति तीव्रतामा विकास गरेका छन् फेरि कि अकल्पनीय ढङ्गले संसारलाई होइन एउटा लिड गर्दैछन्। र युवाहरूको त्यहाँ चिनिया युवाहरूको नारा म त्यहाँ जाँदाखेरि बडा हामी जनयुद्धमा देखेको जस्तो सुनाउँछन् कि एउटा चिनिया युनिभर्सिटीमा पढ्ने एउटा विद्यार्थीले भनेको थियो कि तिमीहरूको सपना के हो भन्दाखेरि एउटै सपना छ हाम्रो, त्यो भनेको अमेरिकालाई जित्ने, उनको त्यो थियो कि भन्छ। र त्यो किन भन्दाखेरि उनीहरूले धेरै हेपे हामीलाई भनेको थियो कि हामी केही होइनौँ जस्तो व्यवहार गर्छन् युरोपियनहरूले, उनी मात्रै मान्छे हुन् जस्तो। तर त्यो होइन, चिनियाहरू 500 वर्ष अगाडि एक नम्बरमा थियो र हामी फेरि फर्काएर एक नम्बर बनाउन चाहन्छौँ, एउटा सपना हो त्यो भन्नुहोस् न। र उनले त्यो पनि भने त्यो सपना चाहिँ माओ सेतुङले जगाइदिनु भएको थियो भनेर उनीहरूले भन्छन् भन्नुहोस् न। त नेपालमा हामीले त्यस्तै एउटा इतिहास बनाउन चाहेको हो भन्नुहोस् न। नेपालीलाई यही उभिएर के यही देशमा उभिएर यो संसारलाई चाहिँ तपाईँको चिनाउने हाम्रो चाहना चाहिँ हो, तर त्यो अधुरो हो भन्नुहोस् न। अधुरो मात्रै भएन, त्यो बदनामीमा पनि गयो भन्नुहोस् न। जनयुद्ध एक प्रकारले बदनामीमा जाने जस्तो, माओवादी बदनामीमा जाने जस्तो जो घेराबन्दी गरेर त्यहाँ पुर्याइयो त्यसले हामीलाई असाध्यै दुखित पनि बनाउँछ भन्नुहोस् न। हामी त्यस्तो मान्छे होइन भन्नुहोस् न, एउटा घर हाल्नको लागि हिँडेको मान्छे होइन कि हामी होइन, 2-4 करोड पैसा लुकाउनको लागि हिँडेको मान्छे हामी होइन भन्नुहोस् न। आफ्ना नातागोतालाई पोस्नको लागि हामी हिँडेको मान्छे होइन भन्नुहोस् न। हामी सिँगै नेपाली समाजलाई रूपान्तरण गर्ने सपना देखेर चाहिँ युद्धमा निशर्त हामी हालेको। हामी कलेज पढ्दा पढ्दै कुनै शर्त थिएन नि, हामी जुनसुकै मूल्य पनि चुकाउने भनेर हिँडेको। हामीले यहाँसम्म त ल्यायौँ, तर नेपाल अहिले अझै पनि एउटा दुखी छ, अझै पनि अहिले पराधीन छ र साम्राज्यवादीहरूको खेल मैदान बनेको देख्दाखेरि हामी सबैलाई चित्त दुख्छ भन्नुहोस् न। अहिले एक ढोग्रो पैसा बोकेर काठमाडौँमा ओर्लिनेले नेपाल कब्जा गर्ने जस्तो हुन थालिसक्यो भन्नुहोस् न। अहिले तपाईँको चाहिँ होइन र आदर्श मूल्य मान्यताहरू ध्वस्त भयो कि
हाम्रो शिष्टता, हाम्रो संस्कृति, हाम्रो सभ्यता सबै तहस नहस हुने जस्तो र विदेशीहरूले हामीलाई टुप्पीमा समाएर घुमाउने जस्तो जो बन्न खोज्दै चाहिँ हामी सबैलाई अवश्य नै दुखित बनाएको छ होइन। तैपनि फेरि यो त हुन्छ, एक चक्कर यस्तो हुन्छ र यसले फेरि समय क्रममा पार लाउँछ जस्तो लाग्थ्यो। हामीले चाहन्थ्यौँ कि माओवादीले नै यो काम पुरा गरौँ, हामी चाहन्थ्यौँ कि नेपालका एमाले, कङ्ग्रेस, माओवादी मिलेर अरू राजनीतिक शक्ति पनि मिलेर अब एउटा शान्ति, स्थिरता, समृद्धि दिन सकौँ र नेपाली युवाहरूलाई नेपालमै हामीले चाहिँ व्यवस्थित गर्न सकौँ हामी चाहन्थ्यौँ। त्यो भएन र फेरि अहिलेको विद्रोह पनि हाम्रै नेतृत्वमा होस् त भन्ने पनि हाम्रो चाहना थियो, तर त्यो पनि भएन। जेनजीहरू यहाँ युवा पनि आउनु भएको छ, नयाँ पुस्ताले तोड्थ्यो क्या फेरि होइन। माओवादी भन्दा पनि क्रान्तिकारी भएर चाहिँ जेनजी आइपुग्यो र त्यसले सारा 20 वर्षका व्यतिथिहरूलाई खरानी बनाइदियो भन्नुहोस् न होइन। 2 दिनमा के हामीलाई अब हाम्रो अलिकति राहत पनि के भएको छ नि, सधैँ आगो लाउने यो माओवादी भन्नेबाट हामी चाहिँ अलिकति अब यिनी मात्र होइन सबैले लाउँदो रहेछ ढोचलपछि भन्ने त अब भयो भन्नुहोस् न होइन। माओवादी त 10 वर्षमा नगरेको क्षति 2 दिनमै भयो क्या चाहिँ। त्यसो भएपछि अलिकति हामीलाई आखिरी मान्छेले असह्य भयो भने त जसले पनि विद्रोह गर्दैछ नि त। हिजो माओवादीले गरेको थियो, जेएनजीले गर्यो, यी जेएनजी पनि असफल भइसक्यो। फेरि तित्तर 15वटा त दर्तै भइसकेको छ नि। अस्ति म निर्वाचन आयोगमा गएको 15वटा जेएनजीको नाममा पार्टी दर्ता भएको छ, तर ती जेएनजी हुन् कि होइन को हो न त्यसको हिसाब पनि छैन कि। माओवादी 20 टुक्रा भएको थियो कि को माओवादी हो को होइन। अहिले सडकमा हिँड्यो नि म पनि माओवादी हो भन्छ, होला पनि भन्यो हात मिलाऊ धन्यवाद भन्यो। यो त सधैँ छ त होइन, हुँ भन्छ भएको त होला त। जेएनजी पनि त्यही पुग्यो कि हामी माओवादी 20 टुक्रा पुग्न 20 वर्ष लाग्थ्यो, जेएनजीलाई त फेरि 2 दिन पनि लाग्यो, 15 टुक्रा भइसक्यो कि हेर्नुहोस् है। भएर जेएनजी भनेर अस्ति प्रधानमन्त्रीले भेटेर हाँसो गर्दैन कि 2 बजे फोन गर्छ महासचिवज्यू म जेएनजी हुँ भन्छ, फोन त राख्न मन लागिहाल्छ भने भचक्क लगाएर स्विच अफ गरिदिनु पर्ने हो, किनकि थर्काइहाल्छ। भर्खरको केटो हुन्छ ए बुढी भन्दा पनि पेट लाउने भन्थ्यो कि चाहिँ होला पनि त्यो, किन देशलाई यति भयो नि त। जेएनजीले गरेको विद्रोह पनि अहिले के भयो भने एक मोटामोटीको त असफलतातिर जान खोज्यो कि गर्दा नेपाल त फेरि पनि एउटा तपाईँको चाहिँ चक्करमा हिँडिरहेको थियो। तर होइन, हामी फेरि आशावादी के छौँ भने अब यहाँ लहर चलेको छ फेरि अनि एकता। अब पहिला फुटको विद्रोह के गरिस् भन्दा आज पनि पार्टी खोल्यो भन्ने जस्तो थियो कि अस्ति समय चाहिँ के गरिस् भन्दा 2-4 जना जुटिया छौँ पार्टी खोल्दैछौँ भन्ने थियो। अहिले फेरि के गर्दैछौँ भन्दा मिल्दैछौँ, फेरि सब जुटाउने 10वटा मिलिसक्यो। अनि आज 12-15 भन्दै पर्सेन्टले त 15 भन्दै हुन्छ त सायद अब 1-2 दिनपछि 20 पनि पुऱ्याउनु हुन्छ नि। जति पनि छन् पार्टी यो ल्याउँदै यस्तो टिको लाउँदै यो पनि पार्टी हो भन्दै चाहिँ यहाँनिर नेपालमा जति पनि छ नि त यो चलेको छ। यस्तो चक्कर भइरहन्छ, तर हामीलाई के लाग्छ भने फेरि नेपालले एउटा नयाँ मोड चाहिन्छ। यस्तै चाहिँ रहँदैन नि। नियम के हुन्छ भने चाहिँ प्रेसर गर्दै गर्दै लानु भने त्यसको एउटा सीमासम्म मात्रै त्यो प्रेसरमा जाने, त्यसपछि पनि त्यो एउटा धक्का दिएर विस्फोट गरेर आउँछ कि सो नियम नै त्यो। त्यस हिसाबले नेपाल अलिकति ह्युमिलेट पनि छ अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा बेज्जत भएको जस्तो। मलाई आर्मीको मेजर साहबले पनि भन्छन् कि सेना फेरि अहिले यहाँ हल्ला पनि गरे पुराना माओवादी साथीहरू, यो विप्लव किन एकतामा आएर भन्दा राजासँग गएको छ कि सेनासँग जातिसँग हुन्छ नि अलिअलि हल्ला, त्यो कुरा होइन। सेना कुरा होइन, तर जेसुकै मनोविज्ञानले भए पनि कैयौँ साथीहरूले भन्छन् कि यस्तो छ यस्तो छ। अस्ति भर्खरै पनि हामी एउटा प्रसङ्गमा हिँड्दाखेरि मेजर साहबले भन्थे, एउटा जज साहबले भन्दै थियो कि होइन नेपालीहरूलाई कति हेप्छन् भन्ने कुरा त यहाँ होइन सर, विदेश गएपछि थाहा हुन्छ। हामी आर्मीको मान्छे शान्ति सेनामा जाँदा हामीलाई कति हेप्छन् मान्छेले भन्ने कुरा त्यहाँ छ। त्यसैले यो वर्दी फालेर हिँड्नु जस्तो लाग्छ भन्थ्यो कि एउटा होला जस्तो लाग्छ हेर्नुहोस्। अब यो तपाईँले मध्यपूर्वको कुरा सुन्नु, म एकचोटि कतार पुगेको थिएँ, 260 जना दिदीबहिनीहरू र केटा हाम्रो साथीहरू पुरुषको लास चाहिँ हस्पिटलमा बेवासी थियो भन्नुहोस् न। 20,000 दिदीबहिनीहरू यो अरबमा तपाईँको चाहिँ के अरे मध्यपूर्वमा बेवासी अवस्थामा छन्। यावत कुराहरू त्यो हेर्दाखेरि हामी नेपाली त अर्काको निम्ति भाडामा काम गरिदिनु जन्मे जस्तो पनि फिल हुन्छ नि। हामीले गर्व छैन कि एकदमै ह्युमिलेट यस्तो छ। तर यो त फेरि नेपालको राजनीतिले नै हामीलाई बनायो। यो चाहिँ तोडिन्छ, एउटा समय जान्छ, अझै 2-4 वर्ष 8-10 वर्ष जान सक्छ, तर फर्किने क्रम पनि सुरु भइसकेको छ कि नेपाल जानुपर्छ, नेपाल बनाउनुपर्छ भन्ने पनि बिस्तारै सुरु भएको छ। भर्खरै पनि हाम्रो यो कार्यालयसम्म कपिल बस्तीसम्म अस्ट्रेलियाबाट फर्केका भाइ बहिनीहरू आएको थियो कि स्वतः भेट्न, तपाईँहरूको उत्पादन छ अरे, तपाईँले अलिकति उद्योग खोल्दै हुन्छ के छ भनेर आफै भन्नुहोस् न, एड्रेस खोज्दै भौतारिँदै भेट्न आउने पनि ठुलै सङ्ख्या छ। भनेपछि नेपालको युवाहरूमा फेरि नेपाल बनाउने आकाङ्क्षा पनि बिस्तारै पैदा हुँदैछ र हामी आशा के छ भने यहाँ घोरै पनि एउटा सेन्टर हो। अवश्य नै यहाँ छलफल तपाईँहरूको हुन्छ होला, यहाँले भन्नु पनि भयो, एउटा समय पनि आएको छ। त हाम्रो देशलाई फेरि यस्तै छोडेर चाहिँ हिँड्नु हुँदैन, यसलाई परिवर्तन गर्न सकिन्छ, गर्नुपर्छ। एउटै मान्छेले अन्तिमसम्म राम्ररी गर्छ भनेर भन्न पनि सकिन्न। त्यो
कुनै बेलामा राम्रो गर्नेले अर्को बेलामा नराम्रो पनि गर्न सक्छ, मान्छे हो, फेरि रूपान्तरण पनि हुनसक्छ। त्यसैले देश चाहिँ यही ठाउँमा बढ्दैन। सके हामी गरौँला, नसके तपाईँहरूको पुस्ताबाट जन्मेला, नसके नयाँ हाम्रो छोराहरूको पुस्ताबाट पनि जन्मेला, तर यो देशलाई रूपान्तरण गर्ने शक्ति चाहिँ फेरि बन्छ भन्ने चाहिँ हामीलाई एउटा विश्वास छ। त्यस हिसाबले हामीले लगातार अन्तिमसम्म पनि प्रयत्न गर्ने कुरा के हो भने हाम्रो देशलाई फेरि पनि फर्काउने, नेपालको गौरव फर्काउने, नेपालको संस्कृतिलाई बचाउने, नेपालको स्वाधीनतालाई स्थापित गर्ने र यहाँको युवाहरूको सपना जगाइदिने कुरा छ। के तपाईँहरू जस्तो युवाहरू झराकझुरुक उठ्ने अनि इच्छा शक्ति राख्नुभयो, काठमाडौँदेखि फेरि पनि राप्तीसम्म, पहाडदेखि तराईसम्मका युवाहरूले चाहना राख्यो भने नेपाललाई बदल्न, स्थिरता दिनुको लागि फेरि केही समस्या छैन। यो चाहिँ हामी देख्छौँ, यही कुरा छ। बाँकी अब अहिले अर्को यो कुरा पनि छ, एकताको कुरा पनि छ। एकतामा हामी चाहिँ गएनौँ, हामी सबैलाई थाहा छ। त हामीले फेरि एकदम लास्टमा पुग्या पनि थियो, एकता हुन्छ भन्ने ठाउँमा पुग्यो चाहिँ हाम्रो भएन। त्योमा रिसाउनु पर्ने कुरा केही छैन। कहिले साथीहरू यस्तो उस्तो धोका अब धोकासोका केही भएको छैन। हामीले इमान्दारीपूर्वक पहिला जे भने हामी त्यसैमा छौँ होइन। अब प्रचण्ड कमेन्टले रिथिङ गर्नुपर्छ। उहाँले एकता कसरी सोच्नु भएको थियो, हामीले के भनेका थियौँ, के सहमति भएको थियो, अहिले बाहिर भाषण गरेर आएनन् भन्ने होइन कि भित्र हाम्रो सहमति के थियो, त्यो लागु भयो कि भएन भन्ने कुरा मुख्य हो। कि त्यो लागु भयो भने हामी चाहिँ त्यसैमा छौँ, फेरि पनि गर्ने हो। तर लागु गरिँदैन भने त्यो चाहिँ हामीलाई स्वीकार्य छैन। माओवाद छोड्न हामीलाई स्वीकार्य छैन होइन। त्यसपछि गएर यो सिद्धान्तहरूलाई केही पनि होइन भन्ने हाम्रो स्वीकार्य छैन। सिद्धान्त भनेको हामीले के भनेका छौँ, विवेक हो। विवेक नभएको, दिमाग गुमेको मान्छे र सिद्धान्त नभएको पार्टी उस्तै हो। मान्छे हेर्दा दुईवटा खुट्टाले उभिएको देखिन्छ, तर त्यो स्वस्थ छैन भने त्यो मान्छेको अर्थ हुँदैन नि। त्यसलाई सेवा त गर्नुपर्छ, तपाईँहरूको सेवा समितिले गरे आफ्नो उपचार त गर्नुपर्छ त्यसलाई होइन। तर त्यसलाई सक्लो मान्छे जस्तो मानिँदैन त्यसलाई, भन्नुहोस् न। ठिक त्यस्तै प्रकारले सही सिद्धान्त बिनाका पार्टीहरू भनेका त्यस्तै तपाईँको चाहिँ अस्वस्थ मान्छेहरू जस्तै हो। त्यसको अर्थ हुँदैन कि एकछिन मान्छे झुकाउने फुटाउने त हुन्छ, तर लक्ष्य गन्तव्य कहाँ पुग्ने, जस्तो कि हामी परिकल्पना गर्छौँ। हामीले त आफ्नो सम्पत्ति दिएर लड्यो नि जनतामा। तपाईँ हामी भात खानको लागि हिँड्या होइन नि, हाम्रो देश बनाउनको लागि हिँड्या हो नि। तर पछिल्लो समयमा आएर हाम्रो के भन्यो, हाम्रो किन कोठा कोठामा पैसाहरू जल्ने स्थिति बन्यो, किन तपाईँको चाहिँ मान्छेहरूले रातारात 4-5वटा बिल्डिङहरू हाले एक्लै। कोही मान्छे, कोही माओवादी सडकमा भुँतारेर चप्पल लाउने स्थिति छैन। कोही माओवादी किन अरबपति भन्यो, यो क्वेसन त हाम्रो अगाडि छ त। त्यसैले यी सबै कुराबाट हामीले हेर्दाखेरि सिद्धान्तलाई केही होइन भन्ने मान्छेहरूले देशलाई मुक्त गर्न सक्दैन। मैले तपाईँलाई चिनिया युवाको कुरा सुनाएँ। माओ सेतुङले आजभन्दा 50 वर्ष अगाडि किताबमा लेखिदिएको कुरामा आज चिनिया युवा हिँडिरहेका छ। हामी अमेरिकालाई जित्नुपर्छ भन्ने सपना देखेर हिँडिरहेका छौँ। हामीले सपना बचाउनुपर्छ। सपनाको हत्या गर्ने हो भने केही पनि रहँदैन भन्छ। अनि त्यो त उपभोगवाद हो, बजार जस्तो हुन्छ कि आज लगायो कोट फाल्दो हिँड्यो, त्यसरी हुँदैन। सिद्धान्त भनेको कुरा धेरै महत्त्व। त्यसरी पार्टीको आदर्श पनि हुन्छ, सबै पार्टीको हुन्छ नि। डेमोक्रेटहरूको पनि आफ्नो आदर्शहरू छ, कम्युनिस्टहरूको आफ्नो आदर्श छ। ती आदर्शहरू केही होइनन् भन्यो भने धुलो पिठो हुन्छ, केही पनि रहँदैन नि। हामीलाई त विदेशीहरूले वस्तु यस्तो बनाउँछ कि किन्ने फ्याँक्ने वस्तु यस्तो हुन्छ, वेश्यावृत्ति जस्तो हुन्छ राजनीति। भन्नुहोस् न, जता पनि जाने जे पनि गर्ने यस्तो हुन्छ, त्यो स्वीकार हुन सक्दैन। त्यसैले हामीले के भनेका छौँ भने निश्चित मान्यता हुनुपर्छ। त्योमा हामी अहिले पनि प्रतिबद्ध नै छौँ। त्यस्तै प्रकारले अर्को कुरा के छ भन्नुहुन्छ भने फेरि एकताबाट अहिले पछि पुरै फर्किएको कुरा पनि होइन, मिल्यो भने गर्ने पनि हो। कम्युनिस्टहरूलाई पनि एक ठाउँमा होस्, डेमोक्रेटहरूको पनि एउटा होस्, प्रतिस्पर्धा राम्रो होस् र नेपाललाई चाहिँ स्थिरतातिर लैजान पाइयोस् भन्ने हाम्रो चाहना छ। यो कुरा पनि हाम्रो छलफलहरू होला। त्यसपछि गएर अर्को चुनावको कुरा छ। चुनाव चाहिँ हुन्छ, यो सायद तपाईँहरू सबैले चाहिँ बुझिसक्नु होला। भर्खरै मात्र हाम्रो राष्ट्रपतिसँग अनि प्रधानमन्त्रीजीसँग पनि हाम्रो छलफल भयो। यो सरकारमा हाम्रो सहमति छैन। हामीले सिधै भनेका छौँ, यो सरकार अराजनैतिक सरकार, कर्मचारीको सरकार, एनजिओको सरकार हो। योमा हाम्रो सहमति छैन। किन यसलाई अँध्यारोबाट जसरी बनाइयो नि, त्यो कुरा हामी सहमत हुन सक्दैनौँ। लगातार 12 वर्षदेखि करप्सनको हामी लडेको हो नि, तपाईँ हामी लडेको हो नि, नेपाली जनता लड्या हो नि। र आफै कर्मचारी हुने, आफै सरकारमा पनि जाने, उनीहरू पनि चोखो त कोही पनि छैन नि। अहिले तपाईँले खोतल्दै जानुभयो भने त्यसैले कुरा के हुन्छ भन्नुहुन्छ भने नेपालमा चाहिने भनेको राजनीतिक शक्तिकै नेतृत्वमा सरकार चाहिन्छ, जसले यो देश बनाउँछु भनेर जिन्दगी घुमेका छन्। त्यो मध्येमा इमान्दार मान्छेहरूलाई नै राज्यको जिम्मा दिनुपर्छ, कर्मचारीलाई होइन। खै आइसक्नुभयो सुशीलाजी, फेरि उहाँसँग तर रमाइलो कुरा पनि भयो होइन, र संयोगले आउनुभयो, त्योमा हाम्रो कुनै छैन। तर सरकार चाहिँ सर्वपक्षीय अन्तरिम सरकार भन्नुपर्छ, राजनीतिक शक्तिहरूकै नेतृत्वमा भन्नुपर्छ। जसले दुःख गरेका हुन् तिनीहरूलाई नै विश्वास गर्नुपर्छ। कुनै तपाईँको पर्दाभित्र बसेको मान्छेले म स्वस्थ छु भनेर कुनै भन्ने हैसियत अहिले छैन। खोतल्दै गयो भने सब मान्छेहरूको अरबका चाहिँ के अरे आरोपहरू छन्। भन्नुहोस् न। त्यसैले हामीले के भनेका छौँ भन्दाखेरि यो सरकारमा हाम्रो सहमति छैन। राष्ट्रपतिलाई पनि हामीले ध्यान आकर्षण गरेका छौँ होइन। करप्सन अर्को जेनजीका मागहरूलाई सरकारले सम्बोधन गर्नु पर्यो भन्ने हाम्रो चाहिँ छ।
होइन त्यत्तिकै हो भने त अर्थै भएन त। यत्रो ध्वंस गरेपछि केपीजीको सट्टामा सुशीलाजी मात्रै आउने हो भने यत्रो मूल्य किन चुकाएको भन्ने कुरा आउँछ। त्यसैले यसको औचित्य पुष्टि गर्नुको लागि पनि सरकारले चाहिँ उचित कदम चाल्नुपर्छ भनेर सुझाव हामी राखेका छौँ। तर चुनाव त फेरि हुनुपर्छ र चुनाव हुन्छ भने फागुनमा त सायद गाह्रै छ, तर अलिकति समय सऱ्यो भने चुनाव हुन्छ। चुनाव भयो भने हाम्रो पार्टी पनि यो पटक चाहिँ जाने हामीले निर्णय, यो पटक भने फेरि जाउँला अरू बेला तपाईँले अर्को बुझ्नु होला, यो पटक अर्को पटक के गर्ने भन्ने हुन्छ त्यो होइन होइन। जो हामी चुनावमा जाने हामीले सोचेकै छौँ। चुनावमा हामी एक्लै पनि जान तयारै छौँ, हामीलाई पिर छैन। तपाईँ जस्तो साथीहरू पाइनुहुन्छ भन्ने हामीलाई विश्वास छ होइन। राजनीतिक नेताहरू मात्रै होइन, समाजसेवा गरेका सामाजिक व्यक्तित्वहरू होइन, व्यवसायीहरू, बुद्धिजीवीहरू 101 आइरहनु भएको छ। र उहाँहरूको नारा नै के छ भने हामीलाई एउटा क्लिन बोर्ड चाहियो होइन, सफा एउटा चाहिँ बोर्ड चाहियो, त्यसमा हामी लड्नु तयार छौँ भन्ने जो खालको भावना छ साथीहरूलाई लिएर नै हामी जाने हो। मिल्दाखेरि फेरि हामी चाहिँ कम्युनिस्ट लेफ्टहरूसँग र अरू मित्र शक्तिहरूसँग मिलेर मोर्चा पनि बनाउने हो, तर हाम्रो आफ्नो मान्यता सहित नै हामी जाने हो र चुनावमा हामी जाने नै विचार गरेका छौँ। त्यसमा हामी सहकार्य गरौँ। हाम्रो अझ फरक पनि छ। मेरो आफ्नै दृष्टिकोण त प्रचण्डजी र बाबुरामजी मध्ये एउटा नजानुहोस् भन्दै थियो, सायद तपाईँले सुन्नु। हाम्रो झगडै त्यहीबाट सुरु भयो कि काठमाडौँ गएपछि 2टा झगडा भयो कि हाम्रो पार्टीमा। एउटा सबै सरकारमा दौडिन थालेपछि हामीले मानेनौँ। मैले नै हो पहिलोचोटि नोट अफ डिसेन्ट गरेको, 64 सालमा मैले पहिलोचोटि नोट अफ डिसेन्ट गरेको। प्रचण्ड र बाबुराम मध्ये एउटा पार्टीमा बस्नुहोस्, एकजना सरकारमा जानुहोस्, सबै जानु पर्दैन भनेर हामी नोट अफ डिसेन्ट गऱ्यौँ, तर उहाँहरू सबै जानुभयो। अन्तत सबै सकिनु पनि भयो। त्यसैले कुरा के देखिन्छ भन्नुहुन्छ भने स्वार्थ पाउने बित्तिकै हिँडिहाल्नु हुँदैन कि। हाम्रो कमरेड हो जो गयो भने त्यसले राम्रो गर्नु पऱ्यो नि भन्ने चाहिँ हुनुपर्छ कि। कसैले पार्टी चलाउनु पऱ्यो, कसैले राज्य चलाउनु पऱ्यो। सरकार भने त अस्थायी कुरा हो नि, पार्टी भने स्थायी कुरा हो। पार्टी असल चाहिन्छ कि जनताको चित्त नदुखाउने पार्टी चाहियो, जनतालाई सेवा गर्ने पार्टी चाहियो नि। पार्टी भनेको चाहिँ स्वार्थ सिद्धि गरेर हिँड्ने साधन होइन, सेवा गर्ने साधन हो नि। जसरी तपाईँले एउटा संस्था बनाएर यत्रो सेवा गर्नुभएको छ भने हाम्रो जस्तो पार्टीले चाह्यो भने त्योभन्दा धेरै गर्न सक्नु पऱ्यो नि। पार्टी त खोल्ने के बिना अर्थको भए त केही काम भएन नि त। सडकमा हिँड्नुको लागि त के जरुरी छ पार्टी? अनि तपाईँ कमिसन खानुको लागि के पार्टी जरुरी हो? भरोसा गरेर के जरुरी छ पार्टी? पार्टी भने त जनताको सेवा गर्ने साधन हो नि। त्यही सबै कुराबाट हाम्रो कुरा के छ भने त्यो छलफल छ, तर पनि हामी चाहिँ मिलेर नै चुनावमा जाने हो र असल प्रतिनिधिहरूलाई लिएर जाने हाम्रो चाहना पनि छ। त्यसमा हामीले युवाहरूलाई पनि भनेका छौँ अनि सब युवाहरूलाई पनि लिएर जाने हाम्रो चाहना छ। स्वतन्त्रतापूर्वक पार्टीको नाम चाहिँ हामी फेरि अब हुन कस्तो हुन आयो भन्नुहुन्छ भने माओवादी हाम्रो भागमा आए जस्तो हो कि फेरि चाहिँ यहाँ चाहिँ घुम्दै फिर्दै। फेरि निर्वाचन आयोगले पनि के भन्यो भने अनि एउटा नेकपा धेरै भयो, एउटा पहिचान खोज्नु सर भन्यो। यसो हेरेर त माओवादी त सब सकिएको छन्। फेरि एउटा पनि छैन। प्रचण्डजी उतापट्टि हिँडिहाल्नु भयो, अर्को उतापट्टि प्रभाकर बाबु कता सबै हिँडेपछि त ओ माओवादी सकिन थाल्यो, पिर पनि लाग्यो। यो त जोगाउनुपर्छ भने फेरि फर्काएर हामीले अस्तिसम्म हामी नेकपा, प्रचण्डजीहरू माओवादी, अस्तिबाट 2 गतिबाट फेरि कस्तो भएको छ हामी माओवादी उहाँ नेकपा कि यस्तो उल्टो पाल्टो भएको छ कि हेरेर रमाइलो पनि छ यहाँ भन्नुहोस् न होइन। यो त भएको छ, तर माओवादीलाई हामीले एउटा केवल माओवादी पार्टीको मात्रै सम्पत्तिको रूपमा ठान्दैन कि नेपालका किसान, मजदुर, युवा, विद्यार्थी, जनजाति, जाति, दलित होइन यो सबैको बलिदानबाट बनेको चाहिँ त्यो एउटा परिचय हो होइन। त्यसलाई कहिलेकाहीँ त पार्टीमै पनि सीमित हुन्छ, तर त्यो सिङ्गै समाजको नेपाल राष्ट्रको एउटा ताज जस्तो हो त्यो भन्नुहोस् न। त्यसलाई हामी त्यसरी बुझ्छौँ। सबैले त्योमा चाहिँ योगदान गरेर मात्रै माओवादी लोकप्रिय भएको हो। त्यो फेरि बिचमा अलिकति धमिल भएको छ, त्यसलाई फेरि रिभाइभ गर्ने मैले हामीले चाहिँ के भनेको छ रिभाइभ द माओइस्ट। माओवादी फेरि फर्काऊ, माओवादी नभएको होइन तर साँच्चैको माओवादी फर्काऊ, जनताको सेवा गर्ने माओवादी, आफ्नो देशको लागि बलिदान गर्न सक्ने माओवादी होइन, दुखी गरिबको निम्ति काम गर्ने। यस्तो चाहिँ हामीले सोच्नुपर्छ र आफ्नै खुट्टामा उभिएको हाम्रो एउटा दृष्टिकोण पनि छ। पार्टीहरू तपाईँको चन्दा मागेर भिख मागेर खाने मात्रै होइन कि यो तपाईँको जोगी जस्तो घर घर गएर तपाईँ आलो थापेर खाने मात्रै होइन कि यो कस्तो हुनुपर्छ भन्दा आफ्नै खुट्टामा उभिएको बनाउनुपर्छ भन्ने पनि हाम्रो सोचाइ छ र हाम्रो राम्रै पनि भइरहेको छ। आज मात्र मैले दाम सुनेँ यहाँको पार्टीले 300 मुरी चाहिँ 300 क्विन्टल चाहिँ धान फलाएको छ। अब त खाइसकिँदैन 300 क्विन्टल त। यहाँको जिल्ला पार्टीले जति खाएर मैले भने पनि त्यो त फलो के खाम भनेर त्यो हलमा राखेर थुपारेर उतापट्टि भान्सा लाएर खाने पनि त होइन, त्यो त फेरि काम गर्दै खाने भन्ने हो नि त। त्यसो गर्यो भने 300 क्विन्टल त खाइसकिँदैन नि होइन। त्यसैले कुरा के देखिन्छ देशैभरि हेर्दाखेरि अहिले हाम्रो पोहोर 1700 हो, मेरो ख्यालमा अहिले 2500 वरिपरि हाम्रो चाहिँ धान उत्पादन, त्यो त हामी खाएर सक्दैनौँ नि। गर्दाखेरि सम्भव छ नि त। नेपाली युवाहरूलाई यो माटोमा उभिएर देश बनाउँछु भन्ने हो भने हामीले भनेका छौँ तपाईँहरू सबैले विश्वास गर्नुभयो भने धेरै होइन 5 वर्षमा स्याटो उल्टाइन्छ भन्छ क्या। म नेपाली हुँ, हामी भर्खरको स्टुडेन्ट हुँदाखेरि इन्डिया जाँदाखेरि नेपालीको गौरव थियो क्या, नेपालीको इज्जत थियो। आज त्यो सीमा पारि जाने हो भने नेपालीको इज्जत छैन। फेरि फर्काउनुपर्छ क्या हामी। नेपाली भनेपछि खुट्टामा उभिएको, आफै बाँच्ने, आफै लड्ने, आफै टिक्ने यो पहिचान फेरि हामीले चाहिँ रिभाइभ गर्नुपर्ने चाहिँ
भएको छ। यहीमा चाहिँ छौँ। त हजुरहरू सबैले जसरी काम गरिराख्नु भएको छ राम्रो गरौँ, मिलेर गरौँ होइन। हामी केवल पार्टीको कुरा मात्रै होइन, यो देशको एउटा संस्था हो हामी पनि होइन। तपाईँले जसरी एउटा साझा एउटा सेवा समिति बनाउनु भएको छ, यद्यपि कल्चरली एउटा ऐतिहासिक दृष्टिले हेर्दा त यो पार्टी जस्तो पनि हो, तर पार्टी भनेको त जनताकै प्रतिनिधि पनि हो, सबैको हो। यो सबैको बनाउने गरी नै हामीले मेहनत गर्ने कुरा हो भन्नुहोस् न। त्यसैले मध्यम वर्ग, किसान, मजदुर, बुद्धिजीवी यी सबैलाई केन्द्रित गर्ने जनजाति, जाति, दलित, महिला, अहिले त हामीले राज्य पनि भनेको छौँ। अग्राधिकार सहितको राज्य चाहिन्छ भनेर हामीले अगाडि सारेका छौँ भने सायद यहाँ हेरि पनि सक्नुभयो। अब एकचोटि फर्काउनु पर्छ हामीले भन्नुहोस् न। मान्छेहरूलाई यो राज्य मेरो हो भन्ने भएन कि उही पुरानै ढर्रामा जान थाल्यो। त्यसैले हामीले समानुपातिको पनि नयाँ परिभाषा, अग्राधिकारको पनि नयाँ परिभाषा, राज्यको पुनर्संरचनाको कुरा, यी सबै कुराहरू गर्दाखेरि एउटा जनताको पार्टी होइन, श्रमिकको पार्टी बनाउने चाहिँ हाम्रो चाहना छ। योमा पनि हामी सबै मिलेर सहकार्य गरौँ। रोलपाली सेवा समितिले जसरी काम गरेको छ हामी सँगै मिलेर काम गर्नुपर्छ। र हाम्रो आशा के छ भने यो देशमा जो बेचैनी छ, यो बेचैनी एक दिन चाहिँ फेरि मान्छेको चाहिँ सन्तुष्टिमा होइन, आत्मगौरवमा पनि बदल्न सकिन्छ होला भन्ने चाहिँ हामीलाई चाहिँ एउटा आशा छ। र त्यसैमै हामी हिँडिराखेका छौँ। यही गरौँ। अरू सबै साथीहरूलाई पनि तपाईँले आफ्नो आफ्नो गरी जे गर्नु सक्नु, यसमा हामीले गर्ने सहयोग केही रह्यो भने त्यो पनि हामी तयारी छौँ। हस् त, धन्यवाद।